नमस्ते। आज हामी चर्चा गर्दैछौँ पुरुष अर्थात् आयुर्वेदमा हाम्रो यो पुरुष, आत्मा, मन, शरीर हैन त्रिदण्ड यी कुराहरुमा चाहिँ अलि बढी कन्फ्युज भइराखेको हुन्छ। यसलाई अझ प्रष्ट पार्ने हिसाबमा र बुझ्न सजिलो हिसाबमा मैले अहिले चाहिँ यसलाई अलि प्रस्तुत गर्न गइराखेको छु। पुरुष भनेको के हो भन्दाखेरि आचार्य चरकले चाहिँ त्रिदण्ड भनेको छ। आचार्य चरकले चाहिँ के भनेको छ भन्दाखेरि त्रिदण्ड भनेको छ। त्रिदण्डमा के हुन्छ भन्दाखेरि आत्मा, मन र शरीर हुन्छ। त्यस्तै पुरुष भनेर हाम्रो आचार्य सुश्रुतले चाहिँ आत्मा र पञ्चमहाभूत भनेर भनेको छ। यो आत्मा, मन र शरीर यो तीनवटाको संयोग भनेको त्रिदण्ड हो। त्रिदण्ड यसलाई हामीले के भन्छौँ भन्दाखेरि पुरुष भन्छौँ। आत्मा अत धातुबाट बनेको हुन्छ। यो अत धातुले के बुझाउँछ भन्दाखेरि व्याप्त हुने अर्थात् यो व्याप्त भएर हाम्रो शरीरमा व्याप्त भएर बसेको हुन्छ, त्यसैले यसलाई चाहिँ आत्मा भनिएको छ। यसको लक्षण भनेको ज्ञान अधिकरण आत्मा। ज्ञानाधिकरण आत्मा भनेको यो के हो भन्दाखेरि ज्ञानको अधिकरण गर्ने नै हाम्रो शरीरमा आत्मा हुन्छ। अनि यसको गुणको बारेमा चर्चा गर्दाखेरि चाहिँ चरकले 22 वटा र सुश्रुतले 16 वटा भनेको छ। चरकले 22 वटा, सुश्रुतले 16 वटा भनेको छ। अब यसरी आत्माको हामीले वर्गीकरण गर्दाखेरि आत्माको दुईवटा भेद भनिएको छ, एउटा जीवात्मा र एउटा परमात्मा। यो जीवात्मा भन्नाले रूप, यसलाई हामीले रूपको रूपमा बुझौँ। यो भेद भन्दा पनि वास्तवमा रूप हो। यो परमात्मा भनेको यो चाहिँ शरीर मुक्त हुन्छ, यो शरीर भन्दा बाहिरको आत्माको अवस्था हो, यो जुन निर्विकार हुन्छ। अनि जीवात्मा भनेको शरीरमा जब हाम्रो पञ्चभौतिक शरीरमा आत्मा प्रवेश गरेको हुन्छ, अर्थात् भनौँ पुरुषको रूपमा, अर्थात् हामीले त्रिदण्डको रूपमा जब आत्मा हुन्छ त्यस बेलामा त्यो आत्मालाई हामीले चाहिँ जीवात्मा भन्छौँ, अर्थात् यो शरीरबद्ध हुन्छ। अब जीवात्मा अर्थात् शरीरबद्ध आत्मालाई पनि हामीले दुईवटा अवस्थामा हेर्छौँ। एउटा हाम्रो सूक्ष्म शरीरयुक्त आत्माको अवस्था हुन्छ र एउटा स्थूल शरीरयुक्त आत्माको अवस्था हुन्छ। सूक्ष्म शरीरयुक्त अवस्था भनेको हाम्रो यो सूक्ष्म शरीरको अवस्थामा रहेको, जसलाई हामीले आँखाले देख्न नसकिने अवस्था, यो मन, बुद्धि, प्राणको शरीरको अवस्था हो। मृत्युपछि यसले संस्कार लिएर जान्छ भन्ने उल्लेख गरिएको छ। त्यस्तै यो जीवात्मा अर्थात् शरीरमा भएको आत्मा एउटा स्थूल शरीरको रूपमा हुन्छ। स्थूल शरीरयुक्त आत्माको अवस्था भनेको यो के हो भन्दाखेरि पञ्चभौतिक स्वरूपको अवस्थामा आँखाले देखिने अवस्था, शरीरमा वेदनाको अनुभव हुने अवस्था, मृत्युपछि खरानी हुने अर्थात् माटो भएर जाने अवस्था। यसरी आत्मालाई हामीले जीवात्मा र परमात्मा भनेको छौँ। परमात्मा भनेको शरीर मुक्त अर्थात् निर्विकार अवस्थाको आत्मा हो। हाम्रो पञ्चभौतिक शरीरभन्दा बाहिरको अवस्थामा, पञ्चभौतिक शरीरमा शरीरबद्ध भएर अवस्थामा हाम्रो जीवात्मा हुन्छ। जीवात्माको पनि सूक्ष्म रूप र स्थूल रूप हुन्छ। सूक्ष्म रूपमा हाम्रो आँखाले नदेखिने मन्द बुद्धि शरीरयुक्त, मन बुद्धि शरीरयुक्तको अवस्था हो। यो मृत्युपछि यसलाई संस्कारलाई वहन गर्छ। यसको 18 वटा गुण भनेर भनिएको छ। स्थूल शरीरयुक्त भनेको चाहिँ पञ्चभौतिक शरीर, आँखाले देखिने, शरीरमा वेदनाको अनुभव हुने आत्माको अवस्था, अर्थात् मृत्युपछि खरानी वा माटो हुने अवस्था। उसरी त आत्मा कहिले पनि यसले चाहिँ सुख दुःखको अनुभव गर्दैन, तर शरीरमा बद्ध भएर बसेको अर्थात् जीवात्माको स्थूल रूपलाई हामीले चाहिँ अध्ययन गरेको हो। यो जीवात्माको सूक्ष्म रूप र स्थूल रूप। यो जीवात्मा अर्थात् शरीरबद्ध आत्मा, यसलाई हामीले यसमा के भनिएको छ भन्दाखेरि पुरी शरीरे बसति इति पुरुष भनेको छ। अर्थात् जुन यो जीवात्मा छ यो हाम्रो शरीरमा बस्ने भएकोले यसलाई पुरुष भनिएको छ। अर्थात् पुरी शरीरे बसति इति पुरुष, अर्थात् पुरी शरीरमा बस्ने भएकोले यसलाई हामीले पुरुष भन्छौँ। अर्थात् परमात्मालाई हामीले पुरुषको रूपमा अध्ययन गर्दैनौँ। जीवात्मा शरीरमा बद्ध भएर बसेको अवस्थाको आत्मालाई हामीले पुरुषको रूपमा हामीले अध्ययन गर्छौँ। अब त्रिदण्ड अन्तर्गतको मनको बारेमा हामीले बुझौँ। मन भनेको यो शरीर र आत्मा जोड्ने एउटा कडी हो। यसले शरीरलाई र आत्मालाई जोड्ने कडीको रूपमा यसले काम गर्छ, अर्थात् सेतुको रूपमा, पुलको रूपमा यसले काम गर्छ। यो उभयेन्द्रिय हो, अर्थात् हाम्रो शरीरमा भएको 5 ज्ञानेन्द्रिय र 5 कर्मेन्द्रिय, यो दुईटै बाहेक उभयेन्द्रिय मन यसले ज्ञानेन्द्रिय र कर्मेन्द्रिय दुईटैको काम गर्छ। यो मन धातुबाट बनेको हुन्छ। यो मन धातुको अर्थ के हो भन्दाखेरि ज्ञान प्राप्त गर्ने वा चिन्तन गर्ने भनेर बुझिन्छ। अब यसको स्थान भनेको हृदय हो। आयुर्वेदमा मन, बुद्धि र चेतनाको स्थान चाहिँ हाम्रो हृदयलाई लिएको छ। यसको विशेष गुण भनेको मुख्य दुईवटा गुणको उल्लेख गरिएको छ। विशेष गुण भनेको एउटा अनुत्व र अर्को एकत्व। अनुत्व भन्नाले सूक्ष्म, मन जहिले पनि सूक्ष्म हुन्छ
अर्थात् अनुत्व हुन्छ, एकत्व भनेको शरीरमा एक मात्र हुन्छ। मनको लक्षण भनेको एकसाथ ज्ञानको अभाव वा ज्ञानको भाव हुने। यो लक्षण हामीले यो मन छ भनेर कसरी बुझ्ने भन्दाखेरि यसको सिम्पटम अर्थात् लक्षणको रूपमा एकसाथ ज्ञानको अभाव हुन्छ वा ज्ञानको भाव हुन्छ। त्यस्तै आत्मा र मनको सम्बन्धलाई नित्य र अनुबन्ध सम्बन्धको रूपमा बुझिएको छ। यसैले नित्य र अनुबन्धको सम्बन्धमा हेरिन्छ। अब यहाँनिर हाम्रो मनको विषय र मनको कर्म भनेर छ। मनको विषय भनेको जम्मा 5 वटा छ र मनको कर्म भनेको 4 वटा छ। यहाँनिर मनको विषय के हो भन्दाखेरि चिन्त, विचार्य, ऊह्य, ध्येय र संकल्प। चिन्त, विचार्य, ऊह्य, ध्येय र संकल्प यो 5 वटा मनको विषय हो। अब यसको कर्म 4 वटा छ। इन्द्रियको निग्रह गर्ने, स्व निग्रह गर्ने, विचार र ऊह्य। अब यहाँनिर यो विचार र ऊह्य यसको विषय र कर्म, विचार र ऊह्य यो दुईटा चाहिँ हाम्रो दुईटैमा कमन छ, मिलिराखेको छ। यो यसको कर्म भनेको विचार र ऊह्य बाहेक इन्द्रियको निग्रह गर्ने, स्व निग्रह गर्ने, अर्थात् अन्य इन्द्रियहरूलाई पनि निग्रह गर्छ र स्व आफ्नो पनि निग्रह गर्छ। विचार र ऊह्य छँदैछ। कर्म चिन्त, विचार, ऊह्य, ध्येय र संकल्प। विचार र ऊह्य यो दुईटैमा चाहिँ कमन छ। शरीर भनेको के हो भन्दाखेरि हाम्रो आचार्य चरक र सुश्रुतले अलि फरक हिसाबले भन्नुभएको छ। चरकले चाहिँ चेतनाको अधिष्ठान भनेको छ, अर्थात् चेतना, जुन चेतना हाम्रो शरीरमा जहाँ बसेको छ त्यसलाई चाहिँ हामीले के भन्छौँ भन्दाखेरि शरीर भन्छौँ। अर्थात् चेतना भनेको आत्मा, आत्मा जुन ठाउँमा छ त्यसलाई हामीले के भन्छौँ भन्दाखेरि चेतनालाई हामीले शरीर भन्छौँ। त्यस्तै पञ्चमहाभूत विकार समुदाय, अर्थात् शरीर भनेको पञ्चभौतिक हुन्छ र यो पञ्चमहाभूत भनेको विकार हो र यिनीहरूको समुदाय सम्मिश्रित रूप हाम्रो शरीर हो। त्यस्तै संयोगवाही भनेको छ। संयोगवाही भनेको के हो भन्दाखेरि यो सन्तुलन मिलाएर बस्ने, अर्थात् जुन ठाउँमा यी सबै चिज आत्मा, शरीर, मन यिनीहरू सबै सन्तुलन भएर बसेको छ, आत्मा र मन जहाँ सन्तुलन भएर बसेको छ। अर्को रूपमा भन्दाखेरि जुन चाहिँ हाम्रो विभिन्न दोष, धातु, मलहरू सन्तुलित भएर बसेको छ त्यसलाई हामीले शरीर भन्छौँ। अर्थात् संयोगवाहीको रूपमा पनि शरीर बुझिएको छ। अर्थात् चेतनाको अधिष्ठान भनेको आत्माको अधिष्ठान अर्थात् वासस्थान। त्यस्तै पञ्चमहाभूत विकार समुदाय अर्थात् पञ्चमहाभूतको मिश्रण रूपमा भएको यो समुदाय र संयोगवाही भनेको आत्मा, मन यिनीहरू जुन ठाउँमा सन्तुलित भएर बसेको छ, दोष, धातु, मल इत्यादिहरू सन्तुलित भएर बसेको छ त्यो ठाउँलाई हामीले शरीर भन्छौँ। यसरी चरकले 3 वटा अर्थमा स्पष्ट पारेको छ। त्यस्तै सुश्रुतले के भनेको छ भन्दाखेरि शरीर भनेको शुक्र र शोणितको संयोगपछि आत्माको मिलन भइसकेपछि त्यो अवस्थामा गर्भ हुन्छ, हैन। शुक्र शोणितको संयोगपछि आत्माको मिलन भइसकेपछि त्यो गर्भ हुन्छ र त्यो गर्भमा अङ्ग र प्रत्यङ्गको विकास भयो भने त्यसलाई हामीले शरीर भन्छौँ भनेर भनिएको छ। अर्थात् सुश्रुत अनुसार शुक्र शोणितको मिलन पश्चात आत्माको सम्मिश्रण भइसकेपछि गर्भ स्थापना हुन्छ र गर्भ बनिसकेपछि त्यसको वृद्धि विकास भएर अङ्ग प्रत्यङ्ग बनिसक्यो भनेदेखि त्यसलाई हामीले शरीर भन्छौँ। अब शरीरलाई हामीले स्पष्ट पार्नको लागि एउटा हाम्रो अझ अर्को परिभाषा के दिएको छ भन्दाखेरि श्रीयते हिनस्ति आत्मानाम इति शरीरम, अर्थात् शरीर त्यो हो जो निरन्तर गति गरिरहन्छ र आफूलाई नष्ट गरिरहन्छ। यसले के भन्न खोजेको छ भन्दाखेरि हाम्रो शरीर भनेको हाम्रो शरीरमा निर्माण भइराख्ने र त्यो क्षति पनि भइराख्ने, अर्थात् यसलाई हामीले आधुनिक परिभाषा अनुसार हेर्दाखेरि हाम्रो शरीरमा सेलहरूको निर्माण हुने, सेल टिस्यु निर्माण हुने र त्यसको विघटन पनि हुने भइराखेको हुन्छ। हामीले खाएको आहार पाचन भएर शरीरलाई आवश्यक एनर्जी हुन्छ र त्यो विघटन पनि हुन्छ, अर्थात् एनाबोलिज्म र केटाबोलिज्मको अवस्थाबाट जुन हाम्रो शरीरमा मेटाबोलिज्म सञ्चालन भइरहेको छ त्यो हाम्रो शरीर वास्तवमा के हो भन्दाखेरि हाम्रो शरीर हो। अर्थात् हाम्रो शरीर निरन्तर निर्माण भइराख्ने र क्षय पनि भइराख्ने हुन्छ, यसैले यसलाई शरीर भनेर भनिएको छ। अब हामीले यहाँनिर एउटा स्पष्ट हुँदाखेरि के हुनु पर्यो भन्दाखेरि पुरुष भनेको के हो भन्दाखेरि त्रिदण्डको अवस्था हो, अर्थात् आत्मा, मन र शरीरलाई हामीले पुरुष भन्छौँ। यो पुरुषलाई नै हामीले अध्ययनको लागि, सहजताको लागि विभिन्न रूपमा हामीले चाहिँ यसको एक धातु पुरुष, दुई धातु पुरुष, त्रिधातु पुरुष, हैन, अर्थात् सर्वधातु पुरुष गर्दै यस्तै पञ्चविंशति धातु पुरुषहरूको रूपमा पनि हामीले पछि अध्ययन गर्छौँ। त्यो एउटा फरक पाटो हो। यो पुरुषलाई हामीले सहजताको लागि अध्ययन गर्नको लागि हामीले यसको त्यो हामीले शास्त्रहरूमा दिएको छ। तर यहाँनिर पुरुष, आत्मा, मन, शरीरमा अब हामी कन्फ्युज हुनुपर्ने अवस्था छैन।
पुरुष भनेको के हो भन्दाखेरि आत्मा मन र शरीरको सम्मिश्रित अवस्था हो। आत्मा के हो भन्दाखेरि आत्मा भनेको हाम्रो शरीरमा व्याप्त भएको ज्ञानको अधिकरण हो, जुन जीवात्मा र परमात्माको रूपमा हुन्छ। परमात्मा हाम्रो, यसलाई हामीले फरक रूपमा हेर्छौँ, जुन विकारयुक्त हो, निर्विकार हो, शरीरभन्दा बाहिर कोही चिज हो यो। तर शरीरमा बद्ध भएको आत्मा हाम्रो जुन रूप हुन्छ त्यसलाई जीवात्मा भन्छ। यो चाहिँ हाम्रो सूक्ष्म शरीरयुक्त र स्थूल शरीरयुक्तको अवस्था छ। अब यही जीवात्मा नै हाम्रो कहाँ हुन्छ भन्दाखेरि हाम्रो यो शरीरमा हुन्छ। अब यो जीवात्मा जुन छ, यो जीवात्मा हाम्रो शरीरमा बास गर्छ, त्यसैले यसलाई चाहिँ पुरुष भनिएको हो भनेर भनिएको छ। पुरी शरीरे बसति इति पुरुष भनेर चरकले स्पष्ट पारेको छ। अब यो पुरुषलाई अर्थात् पुरुष भन्नाले आत्मा र शरीर र मनको संयोगमा आत्मा र शरीरलाई जोड्ने काम कसले गर्छ भन्दाखेरि मनले। मन भनेको शरीर र आत्मा जोड्ने एउटा कडी हो, यो उभेन्द्रिय हो। मनले ज्ञानको प्राप्ति गर्छ। यहाँनिर एउटा अझ बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि आत्मा चेतन हुन्छ तर क्रियाहीन हुन्छ र मन अचेतन भएर पनि यो क्रियावान हुन्छ। त्यही भएर यो मन र आत्माको सम्मिश्रणबाट, दुईजनाको एक आपसमा अन्तर सम्बन्धबाट हाम्रो जीवन जीवित छ अर्थात् चलेको छ। यसरी आत्मा मन र शरीरको सम्मिश्रण रूप पुरुष हो। अब यसपछि हामी चाहिँ पुरुषका विभिन्न वर्गीकरणहरू गरिएको छ, ती वर्गीकरणहरूको बारेमा हामी अध्ययन गर्नेछौँ।